जानी जानी ठोके होइन के अरे होइन अब के अन्त नि के हो यो गम जस्तै तर खानु तपाईँ खानुपर्छ त्यसलाई ल भिडियो हाम्रो सुरु भएको छ हामी वालमार्टतिर गइरहेका छौँ अब भिडियो हो कि फोटोको मुडमा भेटिदियो भिडियो मुडमा छ कि फोटो मुडमा छ त्यो खै कुन मोडमा हो तर थाहा भएन रेकर्डै लेखेको ल यो म यहाँ भिडियो खोज्दैछु तिमी पिपल मेट खाओ होइन हामी भर्खरै फुल लाइन क्रस गर्दैछौँ वालमार्टको यात्रा जारी छ ड्राइभिङमा खेमरा जोशी छ अनि यता दुर्गा कटेल सधैँ अगाडि सिटमा मात्रै बस्नुहुन्छ उहाँलाई भोमिट हुन्छ पछाडि बस्यो भने त्यस्तै छ कति मिठो चक्लेट हो GMB को अफिस आउन लाग्यो त्यो पनि कटेको छैन एनसी GMB नर्थ क्यारोलिना क्यारी स्टेट पर्यो हाम्रो वालमार्टको यात्रा जारी नै छ अहिले आइपुग्दैन अलि लामै छ अब यो डाँगा अगाडि आयो मलाई त साह्रै रिस उठ्यो है फेरि सट्टै घट्यो भने घन्टी बजाम कि जस्तो लाग्यो स्पिड धेरै कम छ तर स्पिड लिमिट 35 कै हो ठुलो चौर छ अगाडि पछाडि अगाडि ग्रिन बत्ती बलिरहेछ स्कुलको बसहरू हो इङ्ग्लिस म्युजिक पनि बजिरहेको छ वालमार्ट जान म कहाँ यता आएको त्यही त उतैबाट अनि ठिकै त छ नि यहीँबाट त हो नि यहाँबाट वालमार्ट जाने ल कहाँबाट त यो कहाँबाट भन्नु त ल अगाडिबाट वालमार्ट जाने अगाडि यहीँबाट के राइट टर्न होइन के लेफ्ट टर्न कहाँ हो त ए माथिको प्लाजा हुँदै गएको थियो अस्ति त हामी ल बाटो यहाँ भुलेछ उत्तर जाने दक्षिण लागेछ यस्तै हो कहिलेकाहीँ केही छैन वालमार्टको बाटो यही हो अलमा यहीँबाट राइट टर्न लियो भने भइहाल्छ कहाँ राइट टर्न लियो सिधा जाने भन्नु किन सिधा जाने हामी सिधा कताबाट मोडिने हेर्दै गर्नु पनि ओहो यता हेर्दा के गरे ओहो ल यता पनि हेर्दैछिन् रेड कति फोहोर आयो गाडीहरू नि त अस्तिको हिउँले यहाँ गाडीहरू धेरै फोहोर देखिरहेछ ठुलो हिउँ पर्यो यहाँ अगाडि फुटै पर्यो है भन्दाखेरि फरक नपर्ला पुरै 1 फुटै पर्यो केही देखिएन यो पानीको ट्याङ्की पानी ट्याङ्की क्यारी हाई स्कुल हो यो
हाई स्कुलको ग्राउन्ड हाई स्कुल ग्राउन्ड सिद्धियो। यहाँका घरहरू प्रायः जसो काठले बनेका हुन्छन्। धेरै जसो हामी पनि काठकै घरमा बस्ने हो। ढुङ्गा इट्टा भनेको कमै देख्न पाइन्छ। ठुल्ठुला बिल्डिङहरू कम्प्लेक्सहरू मात्रै बिल्डिङ ठुला छन्, पिलर सिस्टमका हुन्। अलि ढुङ्गा हुन्छ। इँटाहरूले बनेका हुन्छन्। होइन र के अरू नेपाली घरहरू पठाउन आयो क्या सबै सानसाना मुन्डा घरहरू हुन्छन्। बाटाहरू पुरै पिच गरेका हुन्छन्। जङ्गलका बिचहरूमा सबै घरै घर हुन्छ। त्यस्तै छ अमेरिका। एउटा मोटरसाइकलमा जाँदैछ। यो मोटरसाइकल प्रायः कमै देख्न पाइन्छ यहाँ। हप्ता दिनमा एउटा दुइटा चाहिँ देखिन्छ। यी सबै जङ्गलभित्रका घरहरू हुन्। बाटोका साइडहरूमा सबै जङ्गल छन्। एउटा पात छैन रहेछ। अब पातहरू सबै सिक्रो छन्। हामी यहाँ सेप्टेम्बरमा आउँदाखेरि पातहरू सबै झर्दै थिए, अहिले झरिभ्याएका छन्। यो जनवरी हो। जनवरीको आधा भइसक्यो। आज 25 लास्टै भयो नि, कहाँ आधा मात्रै। 26 टुडे। यो ढुङ्गा हो, घरमा सोको लागि राखेका। हामी वालमार्टतिर लाग्दैछौँ। अगाडि फुल ल्यान्ड छ। फुल ल्यान्ड भनेको ठुलो व्यापारी कम्प्लेक्स हो। यो स्कुटर चलाएर आएर चाहिँ स्कुटर हो कि मोटरसाइकल हो? मोटरसाइकलै हो। यो चाइनिज मोटरसाइकल। यहाँ मोटरसाइकलहरू कमै देख्न पाइन्छ। अगाडिको कम्प्लेक्स सानो कम्प्लेक्स भनेको यो ग्यास स्टेसन हो। यहाँ पेट्रोल पम्पलाई ग्यास स्टेसन भन्ने गरिन्छ। भित्र ग्रोसरी स्टोरहरू हुन्छ, किराना पसल जस्तै हो हाम्रो नेपालमा। किराना पसल नै हो। यो अगाडिको ग्यास स्टेसनै हो। पेट्रोल पम्प नै हो। पेट्रोल पम्प जसलाई पेट्रोल पम्प भन्ने गरिन्छ। हाम्रो यात्रा जारी नै छ। हामी वालमार्टतिर गइरहेका छौँ। वालमार्ट भनेको नै एउटा ठुलो व्यापारी केन्द्र हो, जहाँ विभिन्न किसिमका सामानहरू किनबेच हुन्छ। ठुलो व्यापारी कम्प्लेक्स हो। अगाडि हाम्रो खेमराज जोशी भाइ बलगम चपाउँदै ड्राइभिङ गरिरहेका छन्। दुर्गा कटेल अगाडि सिटमा मुसमुसो हाँसिरहेकी छन्। बुलबुले कहीँ यता पनि हेर्दै गर्छन्। पछाडि म भिडियो क्यामेराम्यान पछाडि छ। पछाडि बसेर बोल्दैछु। यहाँ एउटा खैरिनी आइरहेछ। उसले कुकुर लिएर कि बाख्रो लिएर कुकुर दोहोऱ्याइरहेको छ। यहाँको एकदम कुकुर भनेको धेरै भाग्यमानी जनावर हो, जसमा अमेरिकामा कुकुरलाई धेरै घरपालुवाहरूमा एकदम माया गरेर पालिन्छ। कुहिरेहरू राम्रो खाना। ऊ गाडीमा बस्छ, गाडीमा हिँड्छ, गाडीमै सुत्छ। उसको रिल्याक्स जिन्दगी छ। घरमा गाडीमा बस्दा गाडीमै सुत्छ, काखामा बस्छ। घरमा गएर त्यस्तै छ। सोफामा भन्नाले नि त्यो एकदम महँगो बेडमा के महँगो बेडमा एकदम भाग्यमानी जनावर हो यहाँ कुकुर। हाम्रो नेपालमा भए, काठमाडौँमा भए भुसिया कुकुर जतासुकै फोहोरमा बस्ने गर्थ्यो। नगरपालिकाले कहिलेकाहीँ मार्दै हिँड्थ्यो। तर यहाँ भने एकदम भाग्यमानी जनावरको रूपमा लिइन्छ। बिरालोलाई नि त्यस्तै हो। बिरालो पनि त्यस्तै नै हो, एकदम भाग्यमानी जनावर हो। उसलाई काखमा राखिन्छ, धेरै न्यानो ठाउँ घरमा चच्च पारेर राखिन्छ। त्यस्तै छ। यहाँका रोडहरू यस्तै हुन्।